गुड मर्निङ। तपाईहरु कस्तो हुनुहुन्छ? अनि आज फेरि नयाँ ब्लग लिएर आएको छु। कस्तो लाग्छ के लाग्छ हेरेर कमेन्ट गर्न नबिर्सनुहोस् होला। अन्त आज चाहिँ के भन्ने भन्दा कर्ली गरिदिन्छु भन्ने थियो नि त मेरो बुढाले कपाल। अन्त आज म चाहिँ बर्थडे गरिदिन्छु भन्ने नि त हस्बेन्डले। अन्त त्यो चाहिँ बर्थडे गर्नको लागि चाहिँ राम्ररी पनि बनाइदिन्छु ल भने म आफै गरिदिन्छु भनेर चाहिँ भने नि त। अन्त ल भनेर चाहिँ म चाहिँ उसँग गएँ नि त कर्ली गरिदिन्छु भनेर उसले। त्यो गर्नको लागि चाहिँ अब कहिले गरेको थिइनँ। म त डर पनि लागिरहेको थियो। म त डर यस्तो स्ट्रेटनरहरूको अलिक चलाएको छैन नि त, किनभने पोल्छ भन्ने डरले चाहिँ होस् कि होस् भन्दै थियो। तर मैले अब गरिदिन्छु भने नि त ल भनेर चाहिँ गएको नि त। राम्ररी बनाउँछु टेन्सन नमान न भन्दै थियो नि त। ल ल ल भनेर चाहिँ गएको नि त। उसले पनि त्यस्तो सिक्दैछ नि त। अब कस्तो पर्फेक्ट भएको छैन, सिक्दैछ। अन्त उसले दाजुले चाहिँ सिकाउँदै थियो नि त उसलाई। सिकाउँदै गरेँ। अन्त भन्छ उयो गर्नु लागि नि बेलुका चाहिँ बर्थडे गर्छु भनेर चाहिँ गरेको नि त। के हुन्छ कस्तो हुन्छ राम्रो पनि हुन्छ कि लाग्दैन हो। म त उयो बनाउँदै गर्दा कपाल बनाउँदै जान्छ। म त आफूलाई नै कस्तो अप्ठ्यारो के गर्नु कस्तो खालको अब मतलब राम्रो भयो कि भएन डर या बिग्रिन्छ होला मेरो कपाल डर होला भन्ने कहिले थाहै त थिएन। गरेको भए यस्तो डरसरी बनाएको के लाग्छ कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु नबिर्सनुहोस् ल। मेरो च्यानल लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सनुहोस्। थ्याङ्क यू भेरी मच मेरो भिडियो हेरिदिनु भएकोमा।